नेपालमा अहिले न्युरोको सिजन अनि यो सोसल मिडियाहरूमा चाहिँ यो न्युरोको फोटो अनि यो भिडियो देख्दाखेरि चाहिँ एकदमै न्युरो खान मन लागेको थियो। यो चाहिँ फ्रेस न्युरो त होइन, फ्रोजन न्युरो हो। मेरो साथीले किनेर राखिदिएको रहेछ, अस्ति ओहायो जाँदा लिएको। अनि मैले कसरी पकाउँछु देखाउन गइराखेको छु। थोरै तेलमा मैले मेथी फुराएँ, त्यसपछि मैले मसिनो गरी काटेर राखेको प्याज फुराएँ, थोरै त्यसमा मैले नुन र बेसार पनि राखेँ। त्यसपछि आलु राखेर एकछिन भुट्छु। मैले आज आलु र न्युरोको अलि झलिलो तरकारी बनाउन गइराखेको छु। अनि मैले थोरै लसुन र अदुवा राखेँ। मैले यहाँ मिक्सरमा मसलासँग लसुन अदुवा पिनेको भएर धेरै राखिनँ। अनि मैले कलरको लागि थोरै काश्मिरी रेड चिल्ली पाउडर राखेँ। त्यसपछि यो फ्रोजन न्युरो 2 प्याकेट थियो, त्यसलाई मसिनो गरी काटेर राखेँ। अब यो न्युरो कुन देशमा फलेको हो अनि कसरी यहाँ आएको हो अनि कसले लिएको चाहिँ त्यो चाहिँ थाहा भएन होइन। फ्रेस जस्तो त हुँदैन, तर पनि यो अब खाना एकदम मन लागेको बेलामा चाहिँ ठिकै हुन्छ। मैले एउटा डल्ले खुर्सानी पनि राखेँ। अनि न्युरो राखेर एकछिन भुटिसकेपछि चाहिँ यतिको भयो। अनि मैले यहाँ मसला जिरा अनि धनियाको गेडा, जिरा अनि त्यसपछि लसुन अदुवा र एउटा खुर्सानी राखेर पिनेको थिएँ। अनि त्यो राखेँ। बोल्दै घाँटी पनि के भयो कि। अनि त्यो राखेर एकछिन चलाइसकेपछि चाहिँ यसलाई यतिको हुन्छ। यतिकै ग्रेभी खान पनि सकिन्छ, एकदमै मिठो हुन्छ। तर मलाई अलिअलि रस राखेर खानु मन लागेको थियो, अनि मैले पानी हाल्छु। मैले थोरै टिमुर पनि राखेँ। कतिजनाले दही राखेर पनि पकाउनुहुन्छ, म पनि फरक तरिकाले पकाउँछु। आज चाहिँ टमाटर राखेँ अनि मलाई चाहिँ यसमा टिमुर राखेको एकदमै मनपर्छ। अनि यो खानाको लागि रेडी भयो। अब यो खानासँग मजाले खाने।